हाम्रो सरले सिएमटी टेस्ट गर्दै वरिष्ठ डाक्टरहरू फाल्न हुन्न वरिष्ठ डाक्टर बस्ने सरले टेस्ट गर्दै हुनुहुन्छ ल्याबमा कार्यरत है उता कार्यरत गाउँपालिका सहशाखा हाकिम एउटै थिउँदैमा बस्नेले चाहिँ त्यो त एउटै दुधको दुध हो नि होला नि सायद। पूर्वी कुङको हाकिम पनि हुनुहुन्छ है फरक फरकमा राख्यो कि कुङको हाकिम कृषि कार्यालयको अब यसलाई खोलेर अर्को दुध भए फेरि अर्कोमा राख्न सकिन्छ। यसलाई खोलेर यसबाट 2 ml ल्याउनुस् न नजिकबाट अर्को सिलिन्डर ल्याऊ। अर्को सिलिन्डर भिडियोमा आउँदा भइसक्यो सर ल 2 ml त्यहाँबाट झिक्नु अनि मिक्स गर्ने बित्तिकै हेर्यो हामीले जितेको यो एउटैले बनायो भने त्यसले जम्प दिन्छ कि एउटै सिरिजले गरे भने सिरिज भित्रै जम्प अरु बास हुन्छ उता उत्तर गङ्गाका डाक्टरले नमान्ने छन् आज सिएमटी बियर भन्नु होला कति भयो 2 भयो कि धेरै भयो बियर अलिकति धेरै भयो त्यही राख्नु न यही त्यही राख्ने किन खाली यत्रो गरेर मेहनत गरेको ल ल भएछ ल ल मिक्स गर्नु अनि यहाँबाट मिक्स गर्नु यहाँबाट सर र खानु सर र हो अब हल्लाउनु त्यसलाई हल्लाउनु हो हल्लाउँछ ऊ बिस्तारै बिस्तारै ठिक ऊ लेत्रो लेत्रो अलिअलि बनिसक्यो बनिसक्यो अनि अझै हल्लाउनु बिस्तारै बाक्लो जम्छ के यो बाक्लो दही जस्तो हुन्छ के ए दही जस्तो पक्नु त त्यसो ल ठिक छ यो यसरी लियो हो अब यसलाई हेर्दाखेरि त्यस्तो धेरै थुनेलो चाहिँ छैन छैन है नि? अलिअलि चाहिँ भछ लेत्रो लेत्रो जस्तो चाहिँ अलिअलि चाहिँ भछ अब यो डिसाइड गर्नलाई चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि यसरी फाल्दाखेरि चाहिँ यो के भयो त अलिअलि ताछ्यो नि स्वाट पानी जस्तो गएन नि बिस्तारै गयो नि गयो भने हाकिम सरले भन्नुभयो सर नभन्नु के प्रयोगशालाभित्र हामीले चाहिँ यहाँ सिक्नको लागि हो कि राजा भिडियो हेरेर कुरा त बोल्नु पर्छ ठिक छ ल लगभग बुझ्यो बनाउन सक्छु 500 बनाउन सक्छु यो कुरा बुझ्नुभयो कि नै बुझ्यो हो त्यो कुरा इम्पोर्टेन्ट कुरा है त्यो कुरा ख्याल राख्नु यस्तै सानो सानो कुराहरू हामीलाई थाहा भयो सर सानो सानो कुराहरू हामीलाई थाहा हुँदैन भयो जहिले नि मैले भने नि यताको हेर्ने होइन यो पानीको मैले भन्थेँ नि कस्तो हुन्छ हो यस्तो गरे यस्तो भएको हुन्छ नि त त्यो लोवर मिनिस्कस भन्छ कि पानीको चाहिँ लोवर लेभल हेर्नु त लोवर लेभल कहाँ छ तल छ यताको हेऱ्यो भने त छ नि त यताको हेऱ्यो भने त यो 400 जति नै छ तर यो भनेको चाहिँ त्यस्तो उ त छैन होइन मात्रै हाल्नुहुन्छ भने हाल्न पनि सक्नुहुन्छ आएर कसैलाई इन्ट्रेस्ट छ भने चम्चाले अलि हाल्न सकिन्छ भने चम्चाले पनि सकिन्छ स्प्याचुलाले गर्ने तर स्प्याचुला जति चाहिँ सबै हामीले यो मिडियाको लागि युज गरिन्छ त्यही भएर अब यो खासै गराइँदैन नि त हामीले त यो कहिलेकाहीँ ग्राम हाल्ने अनि यो कति हाल्ने 1 ml हाल्ने 1 लिटर बनाउनको लागि 1 लिटर 1 लिटर बनाउनको लागि हो अब तपाईँहरूलाई अर्को कुरा तपाईँले अझै राम्रोसँग हेर्नु तपाईँ झन् राम्रोसँग काम गर्ने मान्छे होइन अब जहिले पनि के हुन्छ भन्दाखेरि यस्तो यो वाला बोतलहरू किन्दाखेरि यो वाला मार्किङलाई चाहिँ विश्वास गर्नु हुँदैन यहाँ हेर्नु त यहाँ 100 ml देखाएको छ 200 देखाएको छ 300 देखाएको छ 400 देखाएको छ है अन्धा धुन्दा यसलाई चाहिँ के गर्नु हुँदैन विश्वास गर्नु हुँदैन किनभने यो के हो स्टिकर जस्तो हो कि प्याट टाल्दिने हो कि कम्पनीले प्रिन्ट गरिदिने हो यसलाई त्यही भएर जहिले पनि हामीले एकुरेट मेजरमेन्टको लागि के नै युज गर्नुपर्छ मेजरिङ सिलिन्डर नै युज गर्ने अब कहिलेकाहीँ यो राइट पनि हुन्छ तर कहिलेकाहीँ के हुनसक्छ यो रङ हुनसक्छ त्यही भएर आफू स्योर हुनको लागि के युज गर्ने मेजरिङ सिलिन्डर नै के गरिदिने त युज गरिदिने है मेजरिङ सिलिन्डर युज गरेपछि आफू नत्र कस्तो हुन्छ मैले 500 ml बनाउने हो भनेर यहाँ यो त 400 रहेछ योभन्दा यतिकै बढी यति जति राखिदिउँ यो 500 हुन्छ भन्ने चाहिँ होइन यो 400 नहुन सक्छ कि अहिले चेक गरौँला है अनि अर्को कुरा भनेको चाहिँ तपाईँले अहिले चाहिँ हामीले कति बनाउने 500 ml बनाउने कति बनाउने 500 ml बनाउने अब 1 लिटर बनाउनको लागि कति भनेको थिएँ मैले 30 ग्राम यो कति भनेको थिएँ 1 ml भने अब के गर्नु पर्यो हो यो 15 ग्राम हाल्नु पर्यो यो कति हाल्नु पर्यो 0.5 ml हाल्यो भने के भयो त सिएमटी रिएजेन्ट तपाईँको रेडी हुन्छ हैन सिएमटी रिएजेन्ट सिएमटी रिएजेन्ट ल अब मैले यसलाई अन गरेँ अब यो चलाउँदाखेरि पनि यस्तो मेसिनहरू चलाउँदाखेरि पनि के कुरा ख्याल गर्नुपर्छ भन्दा जस्तै यो पहिल्यै 0 मा छ हैन यसले चाहिँ वेट लिएर यदि यहाँ वेट पहिलेदेखि नै कति भयो
0.2556 भन्ने यहाँ पहिल्यै भ्याल्यु पनि देखाउँछ कुनै आइटम हाल्दाखेरि त्यो भएपछि यो टिआर भन्ने हो नि यो टिआर भन्ने बटन चाहिँ दबाउनुपर्छ बटन दबाउनु भयो भने यसको वेट चाहिँ यसले के गरिदिन्छ माइनस गरिदिन्छ जस्तै यो 0.3 भयो नि 0 गरिदिने के भयो त 0 भयो भन्नु खोजेको अब हामीले जे हालिन्छ त्यसको मात्र वेट यसले के गर्छ नाप्ने भयो है यसको वेट चाहिँ आउने भयो मैले भने बुझ्नु भयो किन पहिलो केमा लानु पर्यो यसलाई टियरमा लगाएपछि बल्ल 0 मा हुन्छ त्यही भएर अब हामीले जे हाल्छौँ त्यसको मात्र के आयो त वेट आयो यसको चाहिँ वेट आउँदैन जस्तै फेरि 0.4 मा पुग्यो त्यस्तो भयो भने के गर्ने टियरमा है 0 मै हामीले उ गर्नु पर्यो भनेपछि अब यो कति लिने हामीले 15 ग्राम 1 लिटर बनाउनु पर्यो भने कति 30 ब्रोमोथाइमर ब्लू अथवा ब्रोमोथाइमर पर्पल नै किन हाल्ने अरू किन हाल्ने अरू हाल्न मिल्छ ग्रिन कलरको नि सेम रिएजेन्ट मिल्छ अनि मिल्छ त्यो मेन भनेको भिजिबिलिटीको लागि अनि यो चाहिँ पीएच इन्डिकेटर हैन त्यसले चाहिँ ठ्याक्कै अल्कलाइन हुने बित्तिकै चाहिँ त्यहाँ ट्याक्क कलर चेन्ज भएर देखिहाल्छ बुझ्नुभयो मैले भने बुझ्नुभयो कि नै अनि मास्टरिस भएको मिल्कको कलर कस्तो हुन्छ अल्कलाइन भएपछि के हुन्छ त यो पीएच इन्डिकेटरको यो कलर चाहिँ के हुन्छ चेन्ज भइदिन्छ के चेन्ज भइदिएपछि हामीलाई हेर्न सजिलो ए यो अल्कलाइन रहेछ भनेपछि यसमा के छ थुनेरो छ अझ जेल धेरै बन्यो भने के भयो त प्लस कति हो पुरै सिगान जस्तो छ भने प्लस ठिक्क यसरी चलाउँदाखेरि साइडको मात्र चलेछ